नमस्कार सर। नमस्कार। हामी पोखरा युनिभर्सिटीको अध्ययनरत विद्यार्थी हजुरसँग सस्टेनेबल ब्याङ्किङ प्र्याक्टिस इन नेपाल थ्रु ESG अन्तर्गत सब्जेक्टमा केही इन्फर्मेसनहरू लिन आएका छौँ। म हजुरलाई क्वेसनहरू सोध्छु है त। हुन्छ। हजुर ब्याङ्किङ क्षेत्रमा जोइन हुनुभएको कति समय भयो होला? म ब्याङ्किङ क्षेत्रमा जोइन भएको 7 वर्ष पुरा भइसक्यो। हजुरको चाहिँ अहिले कुन डिपार्टमा हुनुहुन्छ र हजुरको रेस्पोन्सिबिलिटीहरू के छ होला? म अपरेसन डिपार्टमा छु, अपरेसन इन्चार्जको रूपमा काम गरिरहेको छु। अब अपरेसनसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारीहरू, भूमिकाहरू निर्वाह गरिरहेको छु मैले। हजुरको विचारमा सस्टेनेबल ब्याङ्किङ भन्नाले के बुझ्नुहुन्छ? सस्टेनेबल ब्याङ्किङ भनेको अब यसलाई हाम्रो ब्याङ्कमा भन्नुपर्दा अथवा यसको अर्थको रूपमा भन्नुपर्दा चाहिँ आर्थिक विकास, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्दै दीर्घकालीन दिगो विकासलाई सहयोग गर्ने ब्याङ्किङ अभ्यासलाई दिगो ब्याङ्किङ भनिन्छ। अझ विस्तृत रूपमा भन्नु पर्यो भने चाहिँ दिगो ब्याङ्किङ भन्नाले आर्थिक प्रतिफल मात्र नभई वातावरणीय, सामाजिक तथा सुशासन पक्षलाई समेत ध्यानमा राखी वित्तीय निर्णय गर्नु हो। यसले वातावरणीय जोखिम कम गर्न, सामाजिक उत्तरदायित्व प्रवर्धन गर्न तथा दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य राख्दछ। एनआरबीले यसलाई चाहिँ ESRM गाइडलाइन मार्फत ESG इन्भाइरोमेन्टल, सोसल र गभर्नेन्सलाई कर्जा व्यवस्थापन प्रक्रियामा समावेश गर्न निर्देशन दिएको छ। हजुरको ब्याङ्कले चाहिँ ESG सम्बन्धी अभ्यासहरूलाई कसरी अपनाइरहेको छ? हाम्रो यसमा चाहिँ कसरी अपनाएको छ भन्दा चाहिँ यो हाम्रो कार्यप्रणालीमा ESG को एकीकरण, कर्जा तथा ग्राहक सम्बन्धी निर्णय गर्दा वातावरणीय र सामाजिक जोखिमलाई विचार गर्न, ग्राहकलाई निष्पक्ष सेवा प्रदान गर्न तथा ब्याङ्किङ नीति एनआरबी निर्देशन कम्प्लायन्स रिक्वायरमेन्ट पूर्ण रूपमा पालना गर्ने माध्यमबाट भएको छ। साथै डिजिटल ब्याङ्किङ र पेपरलेस प्रोसेसलाई प्रोत्साहन गरी दिगो ब्याङ्किङ अभ्यासलाई प्र्याक्टिस गर्छ, त्यसलाई अभ्यास गरिरहेको छ ब्याङ्कले चाहिँ। ब्याङ्किङमा लागू भएका प्रमुख ESG पोलिसीहरू के हुन्? यसमा चाहिँ ब्याङ्कले कर्जा स्वीकृत गर्नभन्दा अगाडि इन्भाइरोमेन्टल एन्ड सोसल रिस्क एसाइनमेन्ट गर्न, उच्च जोखिम भएका परियोजनाको विस्तृत मूल्याङ्कन गर्न, ESRM चेकलिस्ट प्रयोग गर्ने तथा ESG सम्बन्धी नीतिहरू क्रेडिट रिस्क म्यानेजमेन्ट फ्रेमवर्कमा समावेश गरेको छ। हाम्रो ब्याङ्कले चाहिँ इन्भाइरोमेन्टल एन्ड सोसल म्यानेजमेन्ट फ्रेमवर्क क्रेडिट अपरेसन 2026 भनेर एउटा फ्रेमवर्क तयार गरेको छ, जसमा लोन प्रोडक्टहरू ग्रिन लोन, सोसल लोन, जेन्डर लेन्स लोन गरेको छ। ऋण लगानी वा अन्य सञ्चालन निकाय निर्णयहरू गर्दा सस्टेनेबल सम्बन्धी पक्षलाई कसरी विचार गरिन्छ? ऋण लगानी गर्दाखेरि चाहिँ सबै क्रेडिट कारोबारहरूमा वातावरणीय र सामाजिक जोखिम व्यवस्थापन गर्न संरक्षित जोखिम आधारित दृष्टिकोण अपनाउँछ। यस खण्डलाई 2 रूपमा विभाजन गरिएको हुन्छ, ESN जोखिम मूल्याङ्कन र ES जोखिम मूल्याङ्कन अनुगमन र रिपोर्टिङ भनेर। यसमा अपरेसनमा पनि केही यसमा लागू गरिएको हुन्छ हैन। अपरेसनमा चाहिँ डिजिटल ब्याङ्किङ, पेपरलेस प्रोसेस, इनर्जी एफिसिएन्सी, इम्प्लोइ वेलफेयरनेस, स्ट्रङ गभर्नेन्स प्र्याक्टिस अपनाएर सस्टेनेबल ब्याङ्किङलाई प्रमोट पनि गरिरहेको छ। हजुरको संस्थाले इन्भाइरोमेन्टल र सोसल रेस्पोन्सिबिलिटीलाई कसरी प्र्याक्टिस गर्नुभएको छ? यसको चाहिँ ऊर्जा बचत तथा हरित कार्यालय अभ्यासहरू गरेर, डिजिटल कारोबारको प्रबन्धन गरेर, वित्तीय समावेशीकरण कार्यक्रम गरेर, लैङ्गिक समानता तथा कर्मचारी कल्याणको कोषबाट सामाजिक उत्तरदायित्व कार्यक्रम, वातावरण संरक्षण सम्बन्धी अभियान र यसमा अझै थप गर्नु पर्दाखेरि चाहिँ ब्याङ्कले चाहिँ गो ग्रिनलाई प्रमोट गर्छ, जसमा इको फ्रेन्डलीलाई सपोर्ट गर्ने साइकल क्लबहरू स्थापना गरेर साइकल र्याली प्रोग्रामहरू गरिरहेको छ। सरलाई चाहिँ अब यो ESG सम्बन्धी चाहिँ चुनौतीहरू र अनुभव सम्बन्धी प्रश्नहरू छ। अनि हजुरको यो 7 वर्षको अनुभवमा चाहिँ हजुरको ब्याङ्कमा यो ESG सम्बन्धी अभ्यास गर्दा चाहिँ के चुनौतीहरू सामना गर्नु पर्यो हजुरले? यसमा चाहिँ ESG सम्बन्धी मेन चाहिँ जनशक्तिकै अभाव देखिएको छ हैन।
तर भन्नुपर्दा ब्याङ्कहरूले चाहिँ बेला एकदम ट्रेनिङहरू दिएर होइन आफ्नो अब जनशक्तिलाई एकदम दक्ष बनाउनलाई कोसिस त गरिरहेको हुन्छ, यसमा लगानी पनि गरिरहेको हुन्छ होइन, ट्रेनिङहरू बेला बेलामा दिइरहेको हुन्छ। अनि यी चुनौतीहरू चाहिँ अब अधिकांश ब्याङ्कहरूले नै अनुभव गरेको चुनौतीहरू के छन् भन्दा अब ग्राहकहरूमा पनि सचेतनाको कमी छ होइन, ग्राहक कस्टमरहरूलाई पनि यो विषयमा नलेज छैन। अनि यसमा चाहिँ पर्याप्त मात्रामा ESG डाटाहरू पनि प्रोभाइड गरिरहेको छैन है। अब यसमा डाटाहरू पनि कसरी लिने भन्ने पनि यो रिसर्च पनि अलिक कम भइरहेको जस्तो लाग्छ। अनि यसमा चाहिँ कार्यान्वयन गर्दाखेरि चाहिँ अलि लागत बढी हो कि होइन, कस्ट बढी भएको हो कि होइन, हजुर देखिन्छ। अनि अर्को भनेको चाहिँ मेन जोखिम मापनको जटिलता। अब यसमा चाहिँ रिस्क कतिको छ भनेर नै जटिल यसको के मेजर गर्ने होइन, इभ्यालुएसन गर्ने नै यसमा एकदम अप्ठ्यारो भएको फिल भइरहेको हुन्छ। यो चाहिँ लगभग सबै ब्याङ्कहरूले नै फेस गरिरहेको देखिन्छ अहिले चाहिँ। यो जुन यो सस्टेनेबल प्र्याक्टिसहरू जुन गर्दाखेरि चाहिँ म्यानेजमेन्टलाई चाहिँ केही समस्याहरू के छ यसो भनिदिन सक्नुहुन्छ? यो चाहिँ अब फेरि पनि सेम केस नै हो। यो हाम्रो ब्याङ्क एउटा ब्याङ्कमा मात्रै नभएर सबै ब्याङ्कहरूमा हुनसक्छ होइन। मेन चाहिँ यो ESG गर्दा चाहिँ स्क्रिनिङ गरेर होइन, स्क्रिनिङ प्रक्रियाले कर्जा स्वीकृतिमा समय बढी लागिरहेको छ होइन। यसमा कर्मचारीको क्षमता र अभिवृद्धिको पनि अब आवश्यकता देखिरहेको छ। अनि मोनिटरिङ र रिपोर्टिङ प्रणालीको पनि विकास अलि नभएको हो कि अझै राम्ररी होइन। यसमा राष्ट्र ब्याङ्कले पनि अब कोसिस त गरिरहेको होला, एउटा गाइडलाइनहरू त अब निकालिरहेको छ उसले पनि होइन। त्यसमा पनि अझै चुनौतीहरू देखिरहेको छ। अनि यहाँ र प्राविधिक समन्वयनको आवश्यकता भनेको यी दुईटा बिच कोअर्डिनेट नभएको हो कि भन्ने पनि फिल भइरहेको छ। यो संस्थालाई चाहिँ ESG एकीकरण गर्नलाई चाहिँ के कस्तो बाधा अवरोधहरू चाहिँ सिर्जना भएको छन्? यो नियामक, वित्तीय र संस्थागत अवरोधहरू के छन् त्यो भनिदिनु न। यसमा चाहिँ ESG रिपोर्टिङ फ्रेमवर्कको जुन फर्स्ट स्टेज हुन्छ, फर्स्टको अवस्था हुन्छ हो, त्यसमा देखिरहेको छ प्राविधिक तथा वित्तीय स्रोतको कमी भइरहेको देखिएको फिल भइरहेको हुन्छ। साना तथा मध्यम उद्यममा ESG अनुपालनको कमी भनेको उनीहरूलाई भनौँ न यो के हो कसो हो भन्ने नै थाहा हुँदैन होइन। त्यसको अब उनीहरूलाई पनि जनचेतना दिनुपर्ने देखिरहेको छ। क्लाइमेट रिस्क सम्बन्धी पर्याप्त तथ्याङ्कको अभाव अझै पनि भइरहेको छ होइन। यी सबै समस्याहरू चाहिँ समाधान गर्नुपर्ने देखिन्छ। अब यो चुनौतीहरू भनौँ होइन, समस्या भनौँ, अब यो अनुभव अवरोध भनौँ होइन, यो सबै त्यसरी नै देखिरहेको छ। जुन ESG अभ्यासहरू कार्यान्वयन गर्नलाई चाहिँ तालिम, जुन यो स्टाफहरूलाई तालिम दिने अनि त्यसै गरी अनि अवेरनेसहरू गराउने, सचेतना कार्यक्रमहरू गर्ने स्टाफलाई वा कस्टमरलाई, अनि यो स्रोत साधनहरू सम्बन्धी चाहिँ यो पर्याप्त छन् कि छैन? अन्त कतिको पर्याप्त छ यसो भनिदिनु न। अब यसमा चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाहरूले चाहिँ तालिम चाहिँ दिइराख्नु भएको छ। उहाँले इन हाउसबाट पनि दिइराख्नु भएको छ। अब बाहिर पठाएर व्यावहारिक रूपमा पनि दिनुभएको अनुभवहरू त छ। त्यसमा हाल प्रगति भइरहेको पनि, तर अझै पनि थप तालिम, प्राविधिक मार्गदर्शन तथा क्षमता विकास कार्यक्रमहरू अझै आवश्यकताहरू देखिएको छ त्यसको। अब यसमा NRB, IFC तथा NBIले यस क्षेत्रमा विभिन्न तालिमहरू सञ्चालन गरिरहेको छ। त्यसै अनुसार चाहिँ अहिले ब्याङ्कहरूले यसको महत्त्व बुझेर तालिमहरूलाई अझै व्यवस्थित रूपमा, व्यावहारिक रूपमा चाहिँ गरिरहेको चाहिँ देखिएको छ अहिले। तपाईँको संस्थामा यो दिगोपन सम्बन्धी पहलहरूमा कुनै कठिन अनुभवहरू छ भने यसो सेयर गरिदिनु न। यसमा चाहिँ कतिपय ग्राहकहरूले ESG रिक्वायरमेन्टलाई अतिरिक्त प्रशासकीय बोझको रूपमा लिने गरेका छन्। भनेको डकुमेन्टेसन पार्टहरू धेरै बनाउन पर्ने रहेछ, यो सिफारिस चाहिने रहेछ, यो निवेदन दिन पर्ने रहेछ होइन। अरू ब्याङ्कले अरू लोन लिँदा यस्तो गरेको थिएन अथवा अरू गर्दाखेरि यो भएको थिएन भन्ने कस्टमरहरूले त्यो फिल गरिरहेको छ होइन। त्यसमा चाहिँ फेरि आवश्यक पर्ने वातावरणीय कागजातहरू प्राप्त गर्न ढिलाइ हुने होइन। जस्तै अब सम्बन्धित निकायबाट वातावरणीय सम्बन्धित कागजहरू लिँदाखेरि झन् ढिला भइरहेको हुने होइन। त्यसले गर्दाखेरि चाहिँ कर्जा स्वीकृत प्रक्रिया प्रभावित हुने गरेको अनुभवहरू त छ। तर त्यो भन्दैमा हुँदै नभएको पनि छैन होइन। कस्टमरलाई एजुकेट गरेर
पनि हामीले यसलाई चाहिँ कर्जा स्वीकृति पनि गरिएको छ। यो कुनै ढिलाइ होइन, यो तपाईँहरूलाई पनि चाहिने हो। यो एकदम अहिले आएको नयाँ भनौँ न हाम्रो सिचुएसन अनुसारको कर्जाहरू चाहिँ हामीले कर्जाहरू स्वीकृति गराएर गरिरहेका छौँ भन्ने चाहिँ हो। अब यसमा अनुभव चाहिँ अब मिक्स नै हुन्छ। यसमा चाहिँ अब कोही कस्टमरको फिल चाहिँ अब अतिरिक्त त्यही प्रशासकीय बोझको रूपमा लिनुहुन्छ भने कसैले यो चाहिँ राम्रो चाहिने डकुमेन्ट हो भनेर त्यसरी लिएर गरेको छ अनुभव चाहिँ। हजुर सर। सरको विचारमा ESG एकीकरणले ब्याङ्कको यो रेपुटेसन र यो कार्य सम्पादनमा चाहिँ कस्तो प्रभाव पारेको छ? यसले ब्याङ्कको जोखिम व्यवस्थापन क्षमता सुदृढ बनाएको छ। नियम यो अनुपालन सुधार गरेको तथा संस्थागत प्रतिष्ठा वृद्धि गरेको छ। साथै दीर्घकालीन रूपमा पोर्टफोलियो क्वालिटीमा पनि सुधार गर्न मद्दत गरिरहेको छ। यसले चाहिँ ओभरअल ब्याङ्कको पर्फर्मेन्सहरू प्रतिष्ठाहरूमा एकदम सहयोग पुर्याएको देखिन्छ। हजुर। अनि यो दिगो ब्याङ्किङ अभ्यासबाट तपाईँले कस्तो कस्तो फाइदाहरू चाहिँ के देख्नु भएको छ सर? यसमा फाइदा त धेरै नै छ होइन। अब मुख्य रूपमा फाइदाहरूलाई भन्नुपर्दा चाहिँ जोखिमलाई नै न्यूनीकरण गरेको देखिन्छ होइन। राम्रो कर्जा गुणस्तरमा वृद्धि गरेको छ होइन। ग्राहक तथा लगानीकर्ताको विश्वास वृद्धि भइरहेको छ। दीर्घकालीन वित्तीय स्थायित्व कायम गरेको छ। वातावरणीय तथा सामाजिक प्रभावमा सुधार गरिरहेको छ। मेन मुख्य बुदाहरू चाहिँ यिनै फाइदाको रूपमा लिन सकिन्छ। भनेपछि राम्रै फाइदा हुँदो रहेछ। अनि यो ESG सम्बन्धी पहलहरूमा चाहिँ यो ग्राहक अनि अरू सरकारहरूको चाहिँ सरकारवालाहरूको चाहिँ प्रतिक्रिया कस्तो रहेको छ त? यो सुरुमा राष्ट्रिय ब्याङ्कबाट पब्लिस गर्ने बेला सुरुमा चाहिँ र ब्याङ्कले आफ्नो फ्रेमवर्क बनाएर पब्लिस गर्दाखेरि चाहिँ मिश्रित प्रतिक्रिया आएको थियो होइन। तर अहिले चाहिँ थोरै चेन्ज भएर अहिले ग्राहक तथा लगानीकर्ताहरू ESG अनुकूल परियोजनाप्रति सकारात्मक बन्दै गएका छन् होइन। विशेष गरी रिन्युएबल इनर्जी तथा ग्रिन फाइनेन्सिङमा रुचि बढेको छ। जस्तो अब होइन ग्रिन फाइनेन्सिङ भनेको अहिले जल्दो बल्दो टपिकको रूपमा पनि लिइरहेको हुन्छ। त्यही भएर चाहिँ यसमा चाहिँ ग्राहक तथा लगानीकर्ताहरूको अलि रुचि व्यापक रूपमा बढेको हो कि भन्ने देखिन्छ। ESG सम्बन्धी अभ्यासहरूलाई सुदृढ गर्नलाई चाहिँ के कस्तो अब सुधार गर्नुपर्ने क्षेत्रहरू चाहिँ के रहेको छ सर? सुधार गर्ने क्षेत्रहरू पनि छ धेरै। 2-4वटा पोइन्ट बुदागत रूपमा भन्नुपर्दा चाहिँ स्पष्ट रूपमा चाहिँ ग्रिन फाइनेन्स टेक्सोनोमी भन्नेलाई चाहिँ अलि स्पष्ट गर्नुपर्ने देखिन्छ। ESG रिपोर्टिङ स्ट्यान्डर्डको विकास गर्नुपर्ने देखिन्छ। क्षमता अभिवृद्धि कार्यक्रम विस्तार गर्दै जानुपर्ने देखिएको छ। क्लाइमेट रिस्क एसेसमेन्ट टुल विकास गर्नुपर्ने देखिन्छ र नियमकीय प्रोत्साहन तथा सहुलियतमा अलिक वृद्धि गर्नुपर्ने चाहिँ देखिरहेको छ। सहुलियत वृद्धि गर्नुपर्ने देखिरहेको हुन्छ। दिगो ब्याङ्किङ सुधार गर्न कुन प्रकारको नीति तालिम वा संस्थागत सहयोग आवश्यक हुन्छ? यसलाई चाहिँ नियमित रूपमा ASRM तथा ESG तालिम दिइराख्नु पर्यो। प्राविधिक मार्गदर्शन पनि गर्नुपर्ने देखिन्छ। डिजिटल मोनिटरिङ सिस्टम त मुख्य रूपमै भइहाल्यो। अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासको आदान प्रदान गर्नु पर्यो। NRB तथा ब्याङ्कहरू बिच समन्वय हुनु पर्यो। यसमा चाहिँ मुख्य रूपमा चाहिँ यति 5वटालाई चाहिँ भनौँ न 5वटालाई चाहिँ सुधार गर्नुपर्ने ठाउँ चाहिँ अलि देखिरहेको छ। अथवा यसले चाहिँ सहयोगको आवश्यकता पनि नीति तालिम तथा संस्थागत सहयोगको आवश्यकता पनि देखिएको छ। हजुर। अब नेपालमा यो भविष्यलाई हेर्नु पर्दाखेरिमा यो ESG र दिगो ब्याङ्किङ अभ्यासहरू कस्तो देख्नुहुन्छ भविष्य? यसमा चाहिँ अहिले एकदम नेपालको केसमा चाहिँ एकदम अगाडि बढिरहेको देख्छु होइन। ब्याङ्किङ क्षेत्रमा ESG तथा सस्टेनेबल फाइनेन्सतर्फ एकदम द्रुत रूपमा अगाडि बढिरहेको छ। NRB को ASRM गाइडलाइन, ग्रिन फाइनेन्स टेक्सोनोमी तथा क्लाइमेट रिस्क म्यानेजमेन्ट सम्बन्धी पहलहरूले आगामी वर्षहरूमा दिगो व्यवस्थापनलाई थप संस्थागत बनाउने अपेक्षा गर्न सकिन्छ। ESG
अब केवल अनुपालनको विषय नभई बैङ्कको दीर्घकालीन रणनीतिक प्राथमिकता बन्नेछ। प्रश्नहरू चाहिँ यति नै हो हाम्रो। यस अन्तर्वार्ताको लागि चाहिँ समय दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। हामी एकदम कृतज्ञ छौँ। अनि अब तपाईँले यो ESG सम्बन्धी चाहिँ हामीलाई नलेजहरू पनि दिनुभयो, सेयर गर्नुभयो। फेरि पनि पछि पनि हजुरसँग सहकार्य गर्ने अवसर मिलोस्। सरलाई धेरै धेरै धन्यवाद। हस्, भाइ बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद। ESG तथा दिगो ब्याङ्किङ सम्बन्धी आफ्नो विचारहरू प्रस्तुत गर्ने अवसर प्रदान गर्नुभएकोमा फेरि पनि धन्यवाद। यस अन्तर्वार्तामा मैले धेरै कुरा भन्ने अवसरहरू पाएँ। यहाँहरूको समय, सहयोग र विचारका लागि हार्दिक आभार मैले नि गर्दछु। भविष्यमा संस्थाको दिगोपन तथा उत्तरदायित्व ब्याङ्किङहरू लक्ष्यहरू हासिल गर्न योगदान पुर्याउने अवसरहरू पाउने आशा राख्दछु। हस्, धन्यवाद।